साथीहरू यो दिदीको फिगरको यो भिडियो हेरौँ भने यसको फनी कमेन्ट्सतिर लागौँ है त। को जरा सबर करो। कोका कोला एउटा घोरले छोरो पाएपछि फेन्टा हुन्छ। कोका कोला होइन यस्तोलाई सुकेनास लागेको भन्छ। मेरो नि थियो यस्तै फिगर थियो दिदी, तर अहिले छोरा पाएदेखि फेन्टा भएको छ। यो फिगरलाई कोका कोला होइन के बहिनी, यसलाई दाउरी फिगर भन्छ। अहिले कोका कोला अर्को साल जम्बो बोतल हुन्छ होला फिगर। बाबु नानीहरू पहिला हामी यो बच्चाहरू स्कुल लगेकन भाँडाकुडी खेल्दै गरेको यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। जन्म दर्ता मेसेजमा पठाउँदा भान्जी नानी यी नानी बाबुको बिचरा पाइक लाउन नजान्नेलाई बिहे गरिदिएर के गर्छौँ गर्ला र। कोट जलेको छ फाइदा उठाएकै छन्। के हो भाँडाकुडी खेलेको हो नानी। भाइले स्कुल ड्रेसमै बिहे गरेको जस्तो छ। हे भगवान्, यो देख्नु अघि मलाई काल किन नआएको होला। बाबु नानीहरू यो आन्टीले गर्दाखेरि नेपाली युवाहरूका हातले दुःख पाइरहेको यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। के छ हौ नाना त्यहाँ यति खतरा हालिन्छ त। हामीसँग त 2 टका लोन कालो रोटी छ। पागल हाम्रो हैन कोदोको भन। ए कोदोको जसको भाइले खाना पाए हुन्थ्यो के अरे। ज्वाइँलाई खुसी दिने रहेछ। हेर न आज पनि बाख्राले बोका खोज्यो कि भ्याउँछौ र। ओइ टिक्दैन यतिको हलिए त। यति भएपछि स्टिभ दाइले लिड खतरा हानिहाल्छ नि। डर लाग्यो माय लर्ड। यस्तो गर्दा गाह्रो हुँदैन नानी। बाबु नानीहरू पहिला हामी यो सुन्दर परिवार पोखराको लेक साइड घुम्दै गरेको यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। मान्छे ठुलो हुँदैमा मन ठुलो नहुनु पनि सक्छ। तू समझा? हाँ। नहीं तू समझा नहीं। हे भगवान्, यो बहिनीलाई बचाइराख्नु है। मैले बोले नो उसले बोले प्लिज मैले बोले ओके। हे भगवान्, उहाँलाई सहने शक्ति दिनु होला। नहीं। दिदी नातिनु है, गाह्रो त भइहाल्छ नि तर मजा नै आउँछ रे। ए हो र त्यो त सरी अलि ल एक्सक्युज मी। गुरुदेव मलाई एउटा युवती वरदान दिनु। युवती वरदान लेग साइड त ठिकै होला, बेसी साइड पस्दा ज्वरो आउँछ होला। गाइज, निकु बेबीले डिप्रेसनमा जाने कुरा गरेको यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट्सतिर लागौँ है त। लभमा परिरहेको छु मान्छेले मलाई छोडेर पनि डिप्रेसनमा जान्छु स्योर कुरा हो। किनभने मैले धेरै अब किनभने त्यो गरेर आइसकेँ नि त धेरै ब्रेकअप धेरै हो। और अभी तो रुको क्लाइमैक्स अभी बाकी। डिप्रेसनमा जाँदा हाम्रो घरछेउको बाटो जाऊ ल, कस्तो भएर जानु पर्ने रहेछ हेर्छु। इभीमा चाहिँ नजाऊ है, भर हुन्न त्यस्ता गाडीको। जहाँ गए जाऊ तर भैँसलाई पानी खुवाएर जाऊ। डिप्रेसनमा जान बस भाडा कति लाग्दो रहेछ? अबे साले गाडी भाडा छैन भने मलाई भन है, म पठाइदिन्छु। अच्छा 20 जनासँग लभमा पर्ने मान्छे पनि डिप्रेसनमा जाने रहेछ।
साथीहरू लाइभ बोलाउने यो तरिका हेरौँ अनि यसको फनी कमेन्ट्सतिर लागौँ है त और अभी तो रुको क्लाइमैक्स अभी बाकी है आऊ आऊ आएर 2 पोका दुध लिएर जाऊ मेरो नि त्यत्रो कहिले होला कोई तरीका है भीख मांगने का आज भैँसी दुने मान्छे कहाँ गएछ 1 मिनेटमा 5 इन्च बढ्यो ओएमजी दुध नै त म सार्नु पर्ने थिएन होला त बहिनी आऊ आऊ भन्दै छ्या साना साना नानी बाबुहरू आन्टीकोमा बुबु खान जाऊ